माता सतीदेवीको दायाँतिर यहाँ पतन भएको हो। शङ्करजीले जब उहाँको मृत शरीरलाई लिएर हिँड्नुभयो, हिँड्दा 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 जहाँ जहाँ जो अङ्ग पतन हुँदै तल खस्दै गऱ्यो, त्यहाँ शक्तिपीठको रूपमा महादेवजीको रूपमा त्यहाँ त्यो चिनियो। र यहाँ चाहिँ माता सतीदेवीको दायाँतिर राइट साइड पतन भएको तारकेश्वर महादेव त्यहीबाट एकदम भिडमा रहेको छ तारकेश्वर महादेव मन्दिर चाहिँ। यहाँ तपाईँहरूलाई म देखिहालेँ, तलको चाहिँ मेन हो होइन, त्यो चाहिँ बुढा तारकेश्वर महादेव भनेर चाहिँ यहाँ चाहिँ तारकेश्वर महादेव भनेर लेखिएको छ। अनि यहाँबाट चाहिँ यस्तो खतरा भिडमा छ कि। हेलो नमस्ते, वेलकम ब्याक माई युट्युब च्यानल। आज चाहिँ म तारकेश्वर घुम्न गइरहेको छु, तारकेश्वर मन्दिर होइन। गएको चाहिँ छैन, फर्स्ट टाइम जाँदैछौँ। कहाँ छ भन्ने कुरा चाहिँ हामीलाई एक्ज्याक्ट थाहा चाहिँ छैन, तर हामी म्यापमा हेरेर हामी चाहिँ तारकेश्वर मन्दिर जाने प्लानमा छौँ। म र मामा चाहिँ तारकेश्वर जान्छ होइन। अनि कहाँबाट जाने ठाउँ कस्तो छ भन्ने कुरा चाहिँ मेरो भिडियो मार्फत म तपाईँहरूलाई देखाउँछु। अनि यो भिडियो चाहिँ लास्टसम्म हेरेर साथ दिनु होला। चाहिँ अहिले ठ्याक्क बस पार्क आइपुग्यो होइन। बस पार्कको यो पुल कटेर हामी चाहिँ माछा पोखरी चोक आइपुग्यो भन्दा हुन्छ। अनि यो माछा पोखरी चोकबाट चाहिँ राइट लाग्ने क्या, बाइपास रोडतिर। अनि यताबाट हुँदै हामी चाहिँ आज तारकेश्वर मन्दिर जाँदैछौँ। ठ्याक्क माछा पोखरी चोक। अब यहाँबाट चाहिँ हामी राइट लागेर हामी तारकेश्वरतिर जाँदैछौँ। बाइपास हुँदै हामी चाहिँ तारकेश्वरतिर जाँदैछौँ क्या। यहाँबाट पनि तपाईँको बाइपास रोडबाट पनि अब राइट लाग्ने हामी। यहाँबाट लेफ्ट लाग्यो भने चाहिँ 22 धारा होइन। यहाँबाट राइट लाग्यो भने चाहिँ तारकेश्वरतिर हामी जाँदैछौँ। अनि यहाँ बाटोबाट हुँदैखेरि अब हामी चाहिँ अष्टनारायण हलबाट अगाडि हुँदै हामी चाहिँ तारकेश्वरतिर लाग्छौँ क्या। चाहिँ यहाँबाट बसको पछाडि हामी यताबाट लाग्दैछौँ। यहाँबाट राइट लागेर चाहिँ हामी खोलै खोला बढेर जरङको पुलसम्म पुग्छौँ। जरङकोबाट चाहिँ हामी सिधै लागेपछि हामी माथि पुग्छौँ। चाहिँ शेषमती पुलबाट हामी राइट लागेर पारिपट्टि गएर अब यहाँबाट चाहिँ हामी लेफ्ट हुँदै खोलै खोला हामी चाहिँ जान्छौँ। यहाँसम्मको लोकेसन त यहाँ पुल जरङको आइपुग्यो होइन। अब जरङको पुलबाट चाहिँ अब हामी सिधै जान्छौँ। अनि यहाँबाट पनि देखिन सकिन्छ क्या भ्यू पोइन्ट चाहिँ होइन। त्यो माथिको डाँडो चाहिँ छ त्यहाँनिर भ्यू पोइन्ट होइन। हामी पनि फर्स्ट टाइम जाँदैछौँ। अनि त्यहाँनिर हो भन्ने चाहिँ हामीलाई त्यो बाटो हिँड्दाखेरि देखिरहेको थियो मैले चाहिँ होइन। अनि हामी यहाँबाट हुँदै अब जाँदैछौँ। अनि अब हामी चाहिँ माथि गएर तपाईँलाई के कस्तो छ हामी देख्छौँ। बेब्ले चोक आइपुग्यो होइन। अब हामी यहाँबाट चाहिँ यताबाट लाग्दैछौँ तारकेश्वर मन्दिरतिर। यहाँबाट एकजनालाई सोधेको 15 मिनट लाग्छ बाइकमा भन्नुभयो, स्कुटीमा आइरहेको छ। यहाँबाट जाँदैछौँ कता जाने बाटो चाहिँ होइन गाइज, पुरै अफ रोड छ है। हामी त्यो बाटो हुँदै आएको हो आउन चाहिँ। पुरा रोड चाहिँ बनिरहेको छ कि हामी त्यो बाटो हुँदै आएको आउन चाहिँ। यहाँबाट चाहिँ कति लाग्छ त्यो चाहिँ थाहा छैन। बाटो चाहिँ बनिरहेको छ तर बाटो चाहिँ पुरै अफ रोड रहेछ। तारकेश्वर महादेव मन्दिर जाने ठाउँको बाटो चाहिँ होइन। बाटो चाहिँ यहाँबाट रहेछ। अब यहाँबाट चाहिँ अब हामी माथि लाग्दैछौँ। 5 माने तारकेश्वर भुवनेश्वर मन्दिर जाने बाटो भनेर अब हामी यो बाटो हुँदै हामी यहाँबाट लाग्छौँ। ठ्याक्क आइपुग्नु लागिसक्यो होइन। अनि यहाँबाट चाहिँ काठमाडौँको भिडियो सक्नुहुन्छ क्या। त्यस्तो धेरै क्लियर त आएको छैन होइन पुरा, तर यहाँबाट चाहिँ मजाको भ्यू देखिँदो रहेछ। अनि हामी चाहिँ जाँदैछौँ यतातिर शिवपुरी नेसनल पार्कभित्र पर्छ होइन। चाहिँ त्यतातिर जाँदैछौँ। हामी चाहिँ फर्स्ट टाइम आयो क्या। अनि रोड चाहिँ तपाईँको अफ रोडै छ होइन। हामी चाहिँ होइन तारकेश्वर मिनी हाइकिङ ट्रेलमा आएको छौँ। तारकेश्वर नगरपालिका धर्मस्थली होइन। अनि हामी चाहिँ यहाँबाट जान्छौँ अब शिवपुरी राष्ट्रिय नेसनल पार्क हो यहाँबाट चाहिँ। अनि हामी चाहिँ यहाँबाट चाहिँ माथि चढ्छौँ क्या नेसनल पार्क। अनि यहाँबाट हुँदै हामी चाहिँ माथि चढ्छौँ यो गेटबाट तारकेश्वर महादेव मन्दिर। अनि गेट रहेछ। अब यहाँबाट चाहिँ हामी माथि चढ्छौँ। वेलकम टु तारकेश्वर। हामी चाहिँ यहाँनिर आएर जुस होइन, चिसो होइन क्या, हामी अर्ग्यानिक मही किन्यौँ होइन भाइहरूसँग। अनि अब चाहिँ हामी यहाँबाट टक्क हिँडेर जाँदैछौँ तारकेश्वर मन्दिर जाने बाटो। प्लस हामीले चाहिँ यहाँ के लिएर जाँदैछौँ भने बाटो खानेलाई मही, यहाँ मही पारेर चाहिँ भाइहरूले बेचिरहेको छ।
अनि हामी चाहिँ यो बाटो हुँदै अब हामी चाहिँ जाँदैछौँ। हुन्छ नि मामा तपाईँहरूले मेरो योभन्दा अगाडिको भिडियोहरूमा पनि देखिरहनु हुन्छ नि। अस्ति होलीको भिडियोमा अनि हामी लटरमेश्वर महादेव जाँदाखेरि उहाँ मामा हुनुहुन्थ्यो। अनि हामी आमा आङ्ग्री जाँदा पनि मामा हुनुहुन्थ्यो। अनि आज पनि मामालाई जाउँ त मामा घुम्न भनेर अनि यहाँबाट लिएर आउँदैछौँ मामालाई। अनि यहाँबाट मामा भान्जा चाहिँ हामी तारकेश्वर महादेव मन्दिर जाँदैछौँ। अनि हामी चाहिँ बाटो भुलेर एकजना सोद्धा पनि हामीलाई रङ बाटो देखेर हामी अलिक उतै पुग्यौँ कि झन्डै ककनी पुगिसकेको थियो तर केही छैन। त्यस्तै भने हामी ककनी कुनै बेला जाउँला। यो चाहिँ तपाईँको काठमाडौँ पछाडि पुग्छ होइन खासै राम्रो त्यहाँ देखिँदैन होला अलि कुहिरो कुहिरो जस्तो लागेको छ। अब हामी यहाँबाट हाइकिङ सुरु गर्दैछौँ कट्यामलाई सम्झेरौँ चाहिँ सिलगढी राष्ट्रिय नेसनल पार्क हो। स्टार्ट गरिसकेपछि बाटो चाहिँ यस्तो रहेछ पाहाडको साइडबाट अनि ठाउँ ठाउँमा चाहिँ तपाईँको उकालो ओह्रालोमा चाहिँ पुरा ढुङ्गाको सिडी पनि रहेछ। अनि जाँदैछौँ हामी चाहिँ। यो चाहिँ तपाईँको शिवपुरी नेसनल पार्क हो क्या। अनि हामीले बाटोमा मान्छेहरू पनि भेटिरहेको थियो उहाँहरू चाहिँ गएर आइसक्नु भएछ। हामी माभन्दा चाहिँ जाँदैछौँ। हामीले पनि टिकटकहरूमा हेरेर चाहिँ हामी पनि आएको होइन कस्तो छ अब हामी माथि गएपछि हामीले थाहा पाउँछौँ तपाईँहरूलाई देखाउँछौँ। अनि यहाँ चाहिँ तपाईँको आगो लगाएर रहेछ क्या रिसेन्टली लगायो होला कालेश्वर रुखहरू होइन। यहाँ पत्ताहरू पनि भर्खर झरेको छ यो सल्लाहको पत्ताहरू। अनि बाटो चाहिँ यस्तो रहेछ पुरा जङ्गलको बिचमा किन नहुनु किन भन्दा हामी शिवपुरी नेसनल पार्कभित्र छौँ नि त। अनि त्यही भएर एकदम आज सटरडे भए पनि मान्छेहरू चाहिँ त्यति नआउँदो रहेछ क्या यो ठाउँमा चाहिँ त्यति धेरै चाहिँ भेटेन। अलिअलि मात्र फाटाफुटा मान्छे भेटिरह्यो। बाटो चाहिँ पुरा यस्तो छ। अनि यो चाहिँ तारकेश्वर भ्यू पोइन्ट रहेछ होइन। यहाँबाट चाहिँ मस्त काठमाडौँ देखिँदैछ तर तुवालाले गर्दा अलिक स्पष्ट नदेखिरहेछ। अनि यहाँबाट चाहिँ तपाईँको भ्यू पोइन्ट पनि दिएको छ क्या। यहाँ चाहिँ तपाईँको देख्न सक्नुहुन्छ तारकेश्वर भ्यू पोइन्ट भनेर छ होइन। अनि आई लभ तारकेश्वर भनेर छ। अनि यहाँबाट चाहिँ तपाईँहरूलाई म भ्यू देखाउँछु तपाईँ देख्न सक्नुहुन्छ होइन काठमाडौँको भ्यू। तर तुवालाले गर्दा खासै राम्रो त देखिएको छैन होइन। मजाले हावा चलेछ घाम मजाले लागेछ गर्मी फिल भयो पनि तर यहाँनिर चाहिँ तपाईँको हामी चाहिँ जङ्गल एरियामा भएर होला शीतलै फिल भइरहेछ। हामी यो गेटबाट होइन माथि लाग्छौँ मन्दिरबाट। हामी चाहिँ अब आइपुगिसक्यो भन्दा नि भयो होइन। उपत्यकाको उत्तर पश्चिममा पर्ने शिवपुरी नारायण राष्ट्रिय निकुञ्जभित्र सुरुमय वातावरण रहेको महत्त्वपूर्ण तीर्थस्थलका रूपमा तारकेश्वर मन्दिर रहेको छ। ऐतिहासिक 5 मानेर जितपुर फेदीबाट अल्ले ब्यारेक हुँदै पुग्न सक्ने तारकेश्वर महादेव मन्दिरमा शिवरात्रि जनवरीमा नयाँ वर्षको दिन ठुलो मेला लाग्छ। प्राकृतिक सौन्दर्यको खानी समेत मानिने शिवपुरी व्रत पर्वतमालाको काखमा रहेको तारकेश्वर महादेव मन्दिर हिन्दू धर्मावलम्बीको महत्त्वपूर्ण तीर्थ हो। स्कन्दा पुराणको केदारखण्डको माघमा अगस्त श्री सत्तानी व्रत कथा वर्णन भएअनुसार सतीदेवी दैनिक तिघ्रा पतन भएको स्थानको तारकेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे भन्ने उल्लेख छ। तारकेश्वर महादेव मन्दिर पोखरामा रहेको छ। तारकेश्वर महादेव मन्दिर नजिकै झरना गुफा पोखरी पाटी पनि रहेका छन्। नव वर्ष एकादशी शिवरात्रि जनै पूर्णिमा जस्ता तिथि चाडपर्वमा टाढा टाढाबाट भक्तहरू यहाँ पूजाआजा गर्न र मेला भर्न आउने गर्छन्। धार्मिक अनुसार देवव्रत दानव चाहिँ तारकेश्वर कुण्ड रहेछ होइन। तपाईँ देख्न सक्नुहुन्छ तारकेश्वर कुण्ड तारकेश्वर महादेव भनेर लेखिएको छ। अनि यहाँबाट चाहिँ अझै माथि जानुपर्छ। यो चाहिँ भिरमा छ क्या मन्दिर चाहिँ। अनि माथि जाँदैछौँ वहाँ माथि त्यो झन्डा छ नि त्यहाँ जानुपर्छ कि र यत्रो बाटो हिँड्दैछ क्या। तारकेश्वर महादेव मन्दिर चाहिँ तपाईँको सतीदेवीको दाहिने तिघ्रा पतन भएर उत्पत्ति भएको मन्दिर मानिन्छ होइन। अनि त्यही भएर तारकेश्वर महादेव भन्ने मन्दिरको नाम रहेको हो। अनि यो चाहिँ एकदम भिरमा छ अरे क्या। हामी जाँदैछौँ यस्तो माथिको भिर छ छन चाहिँ होइन। अनि हामी चाहिँ चढिरहेछौँ क्या दामी भ्यू आइरहेछ मजाको सबै देखेको छैन एकदम हेर्नु डाँडामा छ जस्तो छ क्या।
खतरा चट्टान रहेछ कि यहाँनिर है। यस्तो डेन्जर ढुङ्गा छ नि, तपाईँ ध्यान सक्नुहुन्छ। आम्मा खतरा चट्टान छ यो। हामी चढ्दैछौँ माथि। यो चाहिँ तारकेश्वर बुढा महादेव भन्ने ठाउँमा आइपुगेको छ हामी। यहाँबाट अझै माथि जानुपर्छ। दिशाले पूजा सुरु गर्नु माथि। मलाई यहाँ सपनामा आयो, दर्शन गर्न मन लाग्यो। म यहाँ पूजा गर्छु, मेरो भावना बन्यो। मेरो भने चाहिँ पूजा गर्नाले काली बाबाले त्यसलाई अगाडि बढाउनु हो। तारकेश्वर नाम दिनु हो, सिँढी बनाइदिनु भयो। अहिले चाहिँ डबल सिँढी छ। पहिले उनको जमानामा बाबाले सिङ्गल सिँढी बनाएको, पातलो सिँढी छ। बनायो त्यो मान्छे कन्फ्युज भयो। टाढा टाढा भने यहाँ आउँछन्, जिन्दगीमा पहिलोचोटि आएका, 50 वर्षपछि आएका, 30 वर्षपछि म आएको गुरु भनेर पनि त्यस्तो। अनि त्यो यहाँ भ्रमित भयो। तारकेश्वर महादेव जुनको नामले जुन हामी यहाँ दर्शन गरेर आएका छौँ टाढा टाढाबाट, भने कुन चाहिँ हो त, यहाँ हो कि उहाँ हो माथि भने चाहिँ यहाँ बुढा लेखेको। बुढा भनेको प्राचीन। त्यो सम्झाउनुको लागि मतलब सिम्पल शब्दमा सम्झाउनुको लागि बुढा लेखेको। अरू दैनिक पूजा नै यहाँ हुने किन हुने मुख्य किन हो भन्दा चाहिँ किनकि कारण त हुन्छ नि त। त्यो कारण के भन्दाखेरि माता सती देवीको दायाँतिर यहाँ पतन भएको हो। शङ्करजीले जब उहाँको मृत शरीरलाई लिएर हिँड्नुभयो, हिँड्दा 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 जहाँ जहाँ जो अङ्ग पतन हुँदै तल खस्दै गऱ्यो, त्यहाँ त्यहाँ शक्तिपीठको रूपमा महादेवजीको रूपमा त्यहाँ त्यो चिनियो। र यहाँ चाहिँ माता सतीको दायाँतिर राइट साइड पतन भएको। तारकेश्वर महादेवजी त्यहीँबाट उत्पन्न भयो। त्यो महादेवजी साक्षात् उसले काटपिट गरेर चाहिँ बनाएको शिव शक्ति स्वरूप गर्नु। पछि लक्ष्मीले आएर यहाँ तपस्या गर्नु, अलग प्रकार यहाँबाट मिल्यो। प्रत्येक साल कार्तिक अमावस औँसीको दिन लक्ष्मीको रूपमा घर घर पुजिने छ भनेर चाहिँ त्यो वरदान गर्नुभएको। त्यही भएर यहाँ माता दुर्गाजीको पूजा हुने, मुख्य फोकसको तारकेश्वर महादेवको पूजा हुने, त्यसपछि यता लक्ष्मीको पनि पूजा हुने। त्यो ठाउँमा पूजा अनुष्ठान हेर्नु हुने, त्यो मुख्य मूल स्थान हो। छैन यहाँ मन्दिर तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ पुरै यस्तो भिड छ भने, अनि यहाँ साइडमा चाहिँ मन्दिर छ होइन, यहाँ तपाईँहरूलाई देखाएँ। अनि यतापट्टि भनेको काठमाडौँको भ्यू देखिँदो रहेछ। अहिले चाहिँ तुवाला लाग्यो, त्यस्तो खासै राम्रो देखिएको छैन होइन। अनि प्लस यहाँबाट माथि पनि तारकेश्वर महादेव मन्दिर भनेर छ क्या। अनि यहाँनिर चाहिँ हाम्रो जाँदैछौँ। यसको लागि चाहिँ यो पनि पुरै भिडमा छ क्या। अनि यहाँ चाहिँ तपाईँको भर्याङ छ कि सिँढी, तपाईँ देख्न सक्नुहुन्छ होइन। यहाँनिर यस्तो सिँढी छ। यो चाहिँ हामी यो बाटो हुँदै आइपुग्यो भने अब चाहिँ हामी यहाँबाट माथि जाँदैछौँ। तपाईँहरू हजुर म देखाउँछु तारकेश्वर महादेव मन्दिर। एकदम भिडमा रहेको छ तारकेश्वर महादेव मन्दिर चाहिँ। यहाँ तपाईँहरूलाई म देखिहालेँ। तलको चाहिँ मेन हो होइन, त्यो चाहिँ बुढा तारकेश्वर महादेव भनेर चाहिँ यहाँ चाहिँ तारकेश्वर महादेव भनेर लेखिएको छ। अनि यहाँबाट चाहिँ यस्तो खतरा भिडमा छ कि ल यहाँ यस्तो चट्टानको भित्र छ क्या। यहाँ चाहिँ तारकेश्वर महादेव भनेर लेखेको छ। अनि यो भिडभन्दा उता चाहिँ नेपालको झन्डा फरफरा छ। अनि त्यहाँबाट चाहिँ काठमाडौँको भ्यू मजाले देख्न सकिन्छ। हामी चाहिँ तारकेश्वर महादेव मन्दिर घुमघाम गऱ्यो आजलाई चाहिँ होइन। एकदम काठमाडौँबाट नजिकको, हल्का हाइकिङ पनि हुने प्लस भगवान्को दर्शन पनि हुने, नयाँ ठाउँको एक्सप्लोर पनि गर्न पाइने भएको कारणले हामी चाहिँ आज तारकेश्वर महादेव आइपुगेका छौँ शनिबारको दिन। कस्तो लाग्यो तपाईँलाई? भगवान्को चरणमा आउँदा त रमाइलो लाग्छ होइन। एउटा दर्शन गर्न पाइयो भगवान्लाई, त्यही नै एकदम हाम्रो लागि सौभाग्य हो होइन। यो हाम्रो भगवान्ले नै हामीलाई जुराएर यहाँसम्म आएको होइन। तिनीहरूले म चाहिँ एकदम खुसी छु आज होइन तारकेश्वर महादेवलाई दर्शन गर्न पाउँदा। अनि तपाईँहरूलाई पनि आउन सक्नुहुन्छ। तारकेश्वर महादेवको मन्दिर यस्तो डेन्जर भिडमा छ नि, तपाईँहरूले एकचोटि आएपछि हाम्रोमा भन्दा तपाईँले आएपछि रियलमा तपाईँले अनुभव गर्न सक्नुहुन्छ क्या। हाम्रो चाहिँ लास्ट रमाइलो लाग्यो, हिँडेर आउँदा पनि मौसम पनि एकदम शीतल, माथि धारा चिसो पानी छ, एकदम सही छ। तपाईँ पनि आउन सक्नुहुन्छ। अहिले बढ्दो गर्मीलाई चाहिँ भुलाउने ठाउँ छ यो, तपाईँहरू पनि आउन सक्नुहुन्छ। अनि हाम्रो भिडियो के कस्तो लाग्यो हेरिदिनु हुने सबैजनालाई धन्यवाद।
र यदि मेरो भिडियो तपाईँलाई राम्रो लागेर मेरो च्यानललाई सब्सक्राइब गरी मेरो भिडियोलाई लाइक गरिदिनु होला र आगामी दिनहरूमा पनि यस्तै भिडियोहरू ल्याउने कोसिस गर्दैछु। आजलाई यति भन्दै हामी मा भन्छ यो भिडियोबाट बिदा हुँदैछौँ। ओके बाई बाई। महादेवले सबैलाई रक्षा गर्नु।